आज हामी मर्गन हाउसेलको एउटा एकदमै चर्चित पुस्तक द साइकोलोजी अफ मनीको समीक्षामा आधारित रहेर कुरा गर्दैछौँ। खासमा पैसा र हाम्रो सोचाइ, हाम्रो मनोविज्ञान बीच कस्तो सम्बन्ध हुँदो रहेछ भन्नेमा अलि गहिरिएर हेरौँ न। हो, यो पुस्तकको मूल सन्देश नै यही हो जस्तो लाग्छ मलाई। पैसा कमाउने वा व्यवस्थापन गर्ने कुरा त्यो बौद्धिकता भन्दा पनि हाम्रो बानी बेहोरामा बढी भर पर्छ। जुन कुरा अक्सर हामीले खै वित्तीय शिक्षा लिँदा त्यति ध्यान दिँदैनौँ कि। हो नि, परम्परागत शिक्षाले हिसाब किताब रणनीति त सिकाउँछ, तर हामी किन त्यस्ता निर्णय लिन्छौँ, हाम्रो व्यवहार कस्तो छ भन्ने पाटोमा त्यति जाँदैन। आज त्यही व्यवहारिक पक्षमा अलि बढी कुरा गरौँ। ल, यो समीक्षाले उठाएको एउटा मुख्य बुदा त भाग्य र जोखिमको भूमिका रहेछ। जस्तो त्यो बिल गेट्सको उदाहरण छ नि, उनको स्कुलमा कम्प्युटर हुनु हो, त्यो त संयोग नै थियो, तर त्यसले उनको सफलतामा कत्रो भूमिका खेल्यो। यसको मतलब राम्रो नतिजा आयो भन्दैमा सधैँ निर्णय राम्रै थियो भन्ने नहुन सक्छ, होइन त? विनम्र हुन सिकाउँछ। कति कुरा हाम्रो नियन्त्रण बाहिर हुन्छन्। हो, अनि यहीनिर आउँछ व्यवहारको कुरा। जब भाग्य र जोखिम यस्ता अनिश्चित छन्, तब हामीले के नियन्त्रण गर्न सक्छौँ त? हाम्रो बानी, जस्तो निरन्तर बचत गर्ने, आम्दानी भन्दा कम खर्च गर्ने, हो, अनि धैर्य राख्ने, लामो समयसम्म लगानीमा टिकिरहने, यी कुराहरू त्यो प्राविधिक ज्ञान भन्दा पनि महत्त्वपूर्ण हुन सक्छन् भन्छ पुस्तकले। अनि त्यो नदेखिने धनको अवधारणा पनि मलाई निकै रोचक लाग्यो। समीक्षामा उल्लेख भएअनुसार साँचो सम्पत्ति भनेको महँगो गाडी चढ्नु वा ठुलो घरमा बस्नु मात्र होइन रे। बरु त्यो पैसा हो जुन हामीले खर्च गरेका छैनौँ, बचत गरेर राखेका छौँ। यो त हाम्रो समाजमा जे देखिन्छ त्योभन्दा अलि फरक किसिमको सोच भयो नि। किनभने यो बाहिर देखाउने कुरा होइन, यो त भित्रको सुरक्षा, लचकताको कुरा हो, धैर्यताको कुरा हो। अनि यसैसँग जोडिएर आउँछ त्यो समयको शक्ति। वारेन बफेटको उदाहरण होइन? हो, वारेन बफेट। उनको यत्रो सम्पत्ति हुनुमा उच्च प्रतिफल त छँदैछ, तर त्योभन्दा बढी त उनी कति लामो समयदेखि लगानीमा छन् भन्ने कुराले अर्थ राख्छ। त्यो चक्रवृद्धि ब्याज, कम्पाउन्डिङले काम गर्न समय लाग्छ। समय र धैर्यता। अनि फेरि त्यो धैर्यतासँगै जोडिएको अर्को कुरा छ लोभ। हो, लोभ। पुस्तकमा त्यो बर्नी मेडफको कथा छ नि, जसले सबथोक हिँड्दा हुँदै पनि कहिल्यै पर्याप्त भएन, जति भए पनि नपुग्ने। यसले हामीलाई सोच्न बाध्य बनाउँछ, आखिर कति चाहिँदो रहेछ त? पर्याप्त भनेको के हो? हो, यो प्रश्न महत्त्वपूर्ण छ। हो, र यो पर्याप्तको परिभाषा सबैको लागि फरक हुन्छ। हाउजेलले के भन्छन् भने साँचो धन भनेको त आफ्नो समयमाथि, आफ्नो जीवनमाथि नियन्त्रण हुनु हो, त्यो स्वतन्त्रता हो। मतलब धेरै पैसा कमाउने चक्करमा आफ्नो समय, सम्बन्ध, मानसिक शान्ति नै गुम्यो भने त के अर्थ भयो र, होइन? त्यही त। यही पर्याप्त कति हो भनेर नबुझ्दा मान्छेहरू अनावश्यक जोखिम मोल्न पुग्छन्। जोखिमको कुरा गर्दा अर्को एउटा विचार पनि छ, योजना बनाउँदा त्यो योजना असफल हुन सक्छ भनेर पनि योजना बनाउनु पर्छ रे। यो अलि कस्तो लाग्यो? मतलब गल्ती हुन्छ, अनिश्चितता हुन्छ भनेर ठाउँ राख्नु पर्यो, अति आशावादी मात्रै हुनु भएन। यसलाई व्यवहारमा कसैले उतार्ने त? जस्तो आपतकालीन कोष राख्नु, ऋण धेरै नलिनु, लगानी गर्दा पनि अलिकति मार्जिन अफ सेफ्टी राखेर गर्नु। यस्तो सोचले गर्दा भोलि आर्थिक उतार चढाव आउँदा पनि टिक्न सकिन्छ। अनि अर्को कुरा, हरेक मान्छेले पैसाको बारेमा सोच्ने तरिका उसको आफ्नै अनुभवमा आधारित हुन्छ रे। हो, एकदम महत्त्वपूर्ण कुरा। जसले जीवनमा ठूलो मुद्रास्फीति भोगेको छ उसको सोच र जसले सधैँ बजार बढेको मात्र देखेको छ उसको सोच फरक हुन्छ। त्यसैले एउटाको लागि सही भएको सल्लाह अर्कोको लागि ठिक नहुन सक्छ। नक्कल गर्नु हुँदैन। समीक्षाले बचतलाई पनि निकै महत्त्व दिएको छ। त्यो जटिल लगानी रणनीतिहरू भन्दा पनि बचत नै महत्त्वपूर्ण छ भनेको छ। हो, किनभने बचत कति गर्ने भन्ने कुरा धेरै हदसम्म हाम्रो आफ्नो नियन्त्रणमा छ। बजारले कति प्रतिफल दिन्छ भन्ने हाम्रो हातमा छैन। कति कमाइन्छ भन्दा पनि कति बचत गरिन्छ भन्ने दर महत्त्वपूर्ण भयो। त्यो बचत दर, सेभिङ रेट। र बचत गर्न कुनै ठुलै लक्ष्य चाहिन्छ भन्ने पनि छैन रे। यो त भविष्यमा केही भइपरि आउँछ कि भनेर त्यो अज्ञात जोखिम विरुद्धको एउटा सुरक्षा जस्तो हो।
पुस्तकको भाषा शैली पनि एकदमै सरल छ भनिएको छ। कथाहरू प्रयोग गरेर कुराकानी गरे जस्तो प्राविधिक शब्दहरू खासै छैनन् रे। त्यो यसको राम्रो पक्ष हो, बुझ्न सजिलो छ। तर समीक्षाले यसका केही सीमितता पनि देखाएको छ, जस्तो यसले ठोस यसरी गर भनेर चरणबद्ध योजना दिँदैन, अनि कता कता केही विचारहरू दोहोरिए जस्तो पनि लाग्न सक्छ रे। त्यो हो, यो स्टेप बाई स्टेप गाइड चाहिँ होइन। यो त पैसालाई हेर्ने हाम्रो सोच, हाम्रो दर्शन बदल्न मद्दत गर्ने किताब हो। यसको मुख्य शक्ति भनेको मलाई लाग्छ पाठकलाई आत्मजागरुक बनाउनु हो, आफ्नै व्यवहारबारे सोच्न लगाउनु हो। धैर्यता, नम्रता, दीर्घकालीन सोच, यही नै मुख्य सन्देश भए। हो, सारमा यिनै हुन्। त्यसो भए यो पुरै छलफलबाट हामीले के निचोड निकाल्न सक्छौं त? पैसासँगको हाम्रो सम्बन्ध तर्कले भन्दा बढी भावना र मनोविज्ञानले चलाउँदो रहेछ। हो, र त्यो भावनात्मक पक्षलाई नबुझिकन, त्यसलाई व्यवस्थापन नगरिकन वित्तीय सफलता पाउन गाह्रो छ। हामी जतिसुकै हिसाबमा छिटो भए पनि, जतिसुकै बजार बुझे पनि। भनेपछि यो बुझाइ नै वित्तीय बुद्धिको पहिलो खुड्किलो भयो। निश्चय पनि। र यसले एउटा अलिक गहिरो प्रश्न पनि उठाउँछ जस्तो लाग्छ मलाई। यदि व्यवहार यति नै महत्त्वपूर्ण हो भने के हामीले वित्तीय साक्षरता सिकाउँदा संख्या, रणनीति, बजार विश्लेषण सँगसँगै आत्मज्ञान, भावनात्मक अनुशासन, लोभ र डरलाई कसरी चिन्ने जस्ता कुराहरूमा पनि उत्तिकै जोड दिनुपर्ने हो कि? यो पुस्तकले सिधै नभने पनि यो सोच्न लगाउने प्रश्न हो। विचार गर्न लायक विषय हो।